बरुण बहुमुखी क्याम्पस चिफले चाहिँ मलाई इन्भाइट गर्नुभएको थियो एकचोटि तपाईँ क्याम्पसमा आउनु होला तपाईँसँग हामी भेट्न चाहन्छौँ भन्ने तरिकाले कुरा गर्नुभएपछि म बिहानै बरुण क्याम्पसमा हामी गयौँ र क्याम्पस प्रमुखले एउटा सानो अनौपचारिक कार्यक्रमको आयोजना गर्नुभएको थियो। त्यहाँनिर हामी डिस्कस गऱ्यौँ यो क्याम्पसको फाउन्डिङ मेम्बर मेरो बुवा हुनुभएकोले यो क्याम्पस स्थापना गर्दादेखिको कुराहरू सुनाउनु भयो। यो यसलाई चाहिँ सञ्चालनमा अथवा भनौँ म्यानेजमेन्टको बारेमा धेरै कुराहरू सुनाउनु भयो र अलिकति मोमेन्ट अलिकति भावुक पनि गयो किनभने बुवासँग मेरो धेरै कुरा पनि भएको थियो बुवा बित्नुभन्दा अगाडि र यो ठ्याक्कै 1 वर्ष भएकोले मलाई पनि अलिकति भावुक बनायो मलाई यो मोमेन्टले। सो इट्स ग्रेट। अनि हामी क्याम्पसको सबै ठाउँहरू हेर्दै र क्याम्पसमा भएका भाइ बहिनीहरूलाई भोलिपल्ट कसरी म साथ सहयोग गर्न सक्छु भन्ने विषयमा हामीले अलिअलि डिस्कसन गऱ्यौँ र डेफिनेटली आई विल डु माई बेस्ट। यो बुवाको सपनासँग जोडिएको कुरा हो त्योबाट आई विल डु माई बेस्ट। त्यो सङ्कल्पको साथ हामी बरुण क्याम्पसबाट निस्क्यौँ र हामी लन्च गऱ्यौँ र लन्च गरिसकेपछि हामी कफी खान गयौँ अलमोस्ट होम क्याफे। This was so surprising to me, meeting these young entrepreneurs from Switzerland and the USA. It was shocking and surprising, but at the same time, so inspiring. Coffee र लामो गफ पछाडि मेरो पुर्खाको गाउँ सेखा र भ्याङखर्क नगइकन त कसरी कम्प्लिट हुन सक्थ्यो र यो यात्रा। So we went all the way up to भ्याङखर्क। त्यहाँ गएर हामीले तोङबा र सुकुटी खानेबाट ठुलो सपना आएको थियो तर यो पालि विशेष कारणले गर्दाखेरि थोरै समय भएको कारणले गर्दाखेरि तोङबा र सुकुटी चाहिँ खान पाइएन। तर वी डेफिनेटली इन्जोय द भ्यू। राम्रो मौसमको बेला यु गेट अ ग्रेट भ्यू अफ तुङतार खानबारी माने भन्ज्याङ एन्ड एन्टायर not entire सङ्घसभा but yeah most of the सङ्घसभा। त्यस पछाडि हामी ब्याक टु होम जहाँ मेरो साथीहरूले डिनरको लागि पर्खिरहनु भएको थियो। यहाँ तिते खाना र ढुङ्गामा बनाएको सुकुटी। So it's something amazing you should try. अनि हामीले चाहिँ तिते भन्ने चाहिँ basically it's kind of weird delicacy. You might not like it, but it's just the beauty. I love it. So wherever I go, मेरो गाउँ जाँदाखेरि चाहिँ मलाई तिते खानै पर्छ। तोङबा चाहिँ भाइ मिस भयो तर it was amazing. Right, it was a great night.